तपाईले देखिसक्नुभएको छ यो बिजुलीको तारमा चाहिँ बेसारे बसेको छ। यसले 2-3 दिन भयो हाम्रा यहाँ कुखुराका चल्ला छन्, सानसाना चल्ला भर्खर निकालेको छ। यो चल्लालाई चाहिँ यसले निकै नै टार्गेट गरिरहेको छ। आज 2-4 दिन भयो यहाँनिर यसको यति बेलाको समयमा चाहिँ यो यहाँ टक्क आइपुगेको छ। आज 2-3 दिन भयो यसले यहाँबाट निकै नै नजर लागिरहेको छ। हामीले यति बेला कुखुरा ढाकिसकेका छौँ त्यहाँ। त्यही भएर चाहिँ यसले यहाँ टार्गेट गरिरहेको छ यिनी चल्ला खानको लागि। यसलाई मैले अब टार्गेट गर्छु है। के कस्तो हुन्छ तपाई रिजन हेर्दै गर्नु होला यसको। यसलाई मैले आज टार्गेट लाउँछु जो। फेरि चाहिँ उडो है यो। यो मुद्रा गाउँमा बसेको छ फेरि गयो। यसको मैले आज धजिका उडाइदिन्छु। बाट यो बेसाराले यहाँ टार्गेट दिइरहेको छ यहाँ चल्ला खानको लागि। यसलाई चाहिँ आज मैले टार्गेट दिन्छु। के कस्तो हुन्छ तपाई भिडियो स्किप नगरिकन हेर्नुस् है। ए पापी मायाले गर्यो अटेरी